ड्यू रेस्पेक्ट म डाक्टर नीलमणि उपाध्याय जुन नियम कानुनहरू बनाउने सुरुदेखि नै मै हो यो क्षेत्र मेडिकल एजुकेसन क्षेत्रमा 30-35 वर्ष भइसक्यो। यही क्षेत्रमा उहाँहरू गर्नुभन्दा पहिले यही क्षेत्रमा काम गरेको हो र हामीले चाहिँ नि डेमोक्रेसीमा विद्यार्थीको मात्र होइन हामी वी आर विथ देम जोबिस कता भयो वी आर विथ देम। तर बिरामीको प्रायोरिटी फर्स्ट हुन्छ कि इसेन्सियल एक्टमा स्वास्थ्य सेवा चाहिँ इसेन्सियल एक्टमा आउँछ उनीहरूको पनि अधिकार त्यत्तिकै हुन्छ त्यो हामीले रोक्न मिल्दैन। एसोसिएसनले ठिक छ आह्वान गर्यो तर बिरामीले चाहिँ सफर गर्न हुँदैन भन्ने मेरो त्यो पक्ष उसलाई अब आकस्मिक गर्छु पेट दुखेर आएको लाग्दा चाहिँ आकस्मिक गर्नुहुन्छ बर्न लागेको आकस्मिक गर्नुहुन्छ टाउको दुखेर लागेको आकस्मिक गर्नुहुन्छ कसरी डिफाइन गर्नुहुन्छ पुरा आकस्मिक मेरो भनाइ चाहिँ हेर्ने त्यो हेरेर इभेन 2043 सालमा जति गर्नु भएको बेला पनि हामीले गरेको थियौँ। तपाईँभन्दा पहिले के गरेको भने यसलाई चाहिँ बिरामी सेवा गर्नको लागि इमर्जेन्सीमा लगेर